डिस्प्ले भएन जस्तो लाग्यो। यसलाई हामीले हेर्दाखेरि केमा परिभाषामा फरक छ कि परिभाषामा हेर्दाखेरि हामीले के भन्छौँ त भन्दा शासकले यो अंग्रेजीको ट्रान्सलेटर हो त्यसलाई त्यो अर्थमा बुझ्नु होला। अब यो शासकले अधिकतम विकल्पको प्रयोग मात्र शासन सञ्चालन उद्देश्य हासिल गर्नु यो उद्देश्य हासिल गर्ने कुरा हो। निपुण जसरी हुन्छ पास गर्नु अहिलेको लागि सरकारले चाहिँ रिजल्ट ओरिएन्टेड हुनु। प्रभावकारी शासन हो परिभाषित तरिकाले शासन सञ्चालन गरेर निर्धारित उद्देश्य हासिल गर्नु भनेको प्रोसेस पालना गर्ने प्रोसेस पालना गर्ने। अब तपाईलाई एउटा के भने मैले जुन सुकै विकल्प हुन्छ त्यो विकल्पलाई प्रयोग गरेर उद्देश्य हासिल गर्नु यो हो। प्रभावकारी शासन भनेको चाहिँ विद्यमान ऐन कानुन बमोजिम चाहिँ काम गरेर निर्धारित उद्देश्य हासिल गर्नु। एउटा चाहिँ रिजल्ट ओरिएन्टेड रहेछ एउटा चाहिँ प्रोसेस ओरिएन्टेड रहेछ। बुझ्नुभयो एउटा के ओरिएन्टेड रहेछ रिजल्ट ओरिएन्टेड एउटा प्रोसेस ओरिएन्टेड हो। अब यहाँ परिभाषा त उस्तै देखिन्छ त सर दुईटैले उद्देश्य पूरा गर्ने उद्देश्य त पूरा गर्ने त तर चाहिँ यसले चाहिँ अधिकतम विकल्पहरू प्रयोग गरेर शासन उद्देश्य हासिल गर्नु हो। यो चाहिँ परिभाषित तरिकाले शासन सञ्चालन गरेर उद्देश्य हासिल गर्नु। यो चाहिँ म्याक्सिमम अल्टरनेटिभ्सहरू प्रयोग गरेर आउटकम एचिभ गर्नु। अझै तलकोबाट तपाईलाई अझै थप हुन्छ। अब यसले प्रतिफल यसले न्यूनतम लगानी उच्चतम प्रतिफल दिन्छ। यो कस्ट मिनिमाइजेसनको कुरो रहेछ। यसले उचित प्रतिफल प्राप्तिमा जोड दिन्छ। जसरी हुन्छ प्रोसेस पालना गरेर प्रतिफल प्राप्ति गर्नुपर्छ भन्ने कुरामा जोड दिन्छ र यसले सार्थक र निर्णायक सहभागिता र नतिजामा जोड दिन्छ। यो नतिजामा जोड दिन्छ चाहिँ प्रक्रिया र औपचारिकतामा जोड दिन्छ। यो प्रोसेस ओरिएन्टेड हो औपचारिक हुन्छ। त्यसबाहेक कुनमा रिस्क बेसी हुन्छ नि यो हाम्रो कर्मचारीहरूलाई लागि निपुण ठिक कि प्रभावकारी ठिक त यो अलिकति यो निजी क्षेत्रतिर अलिक त्यो खालको यो चाहिँ अलिकति के हो त भन्दाखेरि हाम्रो सेवा प्रदान गर्ने निकायहरूसँग सम्बन्धित समय सीमा यसको समय सीमाको महत्त्व रहेको हुन्छ। यसले वर्तमान अवस्थामा किन अहिले नै गर्ने भन्छ। यसले आउटकम दिने भन्छ। यसले चाहिँ समयलाई कम महत्त्व दिन्छ। भविष्य परक र दीर्घकालीन हुन्छ प्रोसेसलाई पालना गर्नु पर्यो। यसले अर्को नवीनता भन्दा यो शासनको यो नवीन हो। यो अलिक पुरानो हो। अरू त्यसपछि मान्यता नै कम्प्लिटिङ अ टास्क चिपर अर फास्टर भन्छ कि यसले। यहाँनिरबाट ख्याल गर्नु कम्प्लिटिङ अ टास्क पुरा गर्ने कसरी छिटो र सस्तो तरिकाले डुइङ द राइट थिङ फर पोजिटिभ रिजल्ट सही काम गर्ने हो त्यसले पोजिटिभ रिजल्ट दिन्छ भन्ने कुरा एकछिन है स्यामसुङ जी एकछिन। अब वित्तीय संवेदनशीलता यसमा अधिक वित्तीय संवेदन रिस्क हुन्छ। यहाँ रिस्क हुन सक्छ त्यहाँ घोटाला हुन सक्छ। जस्तै चाहिँ कोभिडका बेलामा यहाँ मैले कोभिडकै कुरो लेखेको छ त्यतिखेर आएको क्वेसन भएको भएर ठ्याक्कै त्यो कोभिडकै सन्दर्भमा आएको क्वेसन हो क्या यो। त्यतिखेर कोभिडको बेलामा जसरी हुन्छ प्रक्रियालाई छोटो गरेर कसरी हुन्छ मान्छेहरूलाई चाहिँ त्यहाँ भ्याक्सिन ल्याउनु पर्ने थियो। त्यो चाहिँ निपुण शासन हो। प्रभावकारी शासन भनेको त्यसको त्यो सार्वजनिक खरिद नियमावलीको प्रक्रिया पुरा गरेर गर्ने। त्यसो गर्दा के हुन्थ्यो हाम्रो उखान छ नि 12 गाउँ डुबिसके भने जस्तो। यो सङ्कट विपदमा एकदमै यो निपुण शासन चाहिन्छ। यो चाहिँ जेनरली चलिराखेकै हुन्छ। यो सार्वजनिक खरिदको प्रचलित ऐन कानुन मात्र खरिद गर्नु चाहिँ प्रभावकारी शासन हो। भूकम्पको बेला जस्ता बाता काण्ड आयो किन भन्दाखेरि गर्न खोजेको निपुण शासन तत्कालै त्यो पालहरू वितरण गर्नुपर्ने थियो। तर के भयो भन्दाखेरि चाहिँ पछि चाहिँ रिस्क भयो वित्तीय संवेदनशीलता भयो। त्यो भएर हामीले बुझ्ने भनेको के हो त एउटा रिजल्ट ओरिएन्टेड एउटा प्रोसेस ओरिएन्टेड। एउटाले प्रोसेस पालना गरेर नतिजा निकाल्नुपर्छ भन्छ। एउटाले तत्काल जसरी हुन्छ थोरै कस्टमा त्यो काम गर्नुपर्छ छिटो छरितो हिसाबले गर्नुपर्छ भन्छ। त्यसरी एउटा निपुण एउटा एफिसिएन्ट। अब मेघराजको कुरो सर यो अधिकतम विकल्पहरू सर भन्नाले के बुझिन्छ यहाँ शासकले अधिकतम विकल्पहरूको प्रयोग मार्फत यस्तो जसरी हुन्छ जे गरेर हुन्छ कहाँबाट हुन्छ कोभिडको खोप ल्याउँ इन्डियाबाट हुन्छ कि चाइनाबाट हुन्छ कि कसरी हुन्छ त्यो गर्ने कुरो चाहिँ अधिकतम विकल्प भयो। यहाँ चाहिँ ऐनले जे भनेछ त्यही काम गर्ने कानुनले जे भनेछ त्यही हुन्छ। परिभाषित तरिकाले भनेको परिभाषित हुन्छ कानुन बमोजिम हुन्छ प्रक्रिया हुन्छ त्यो तरिकाले मात्रै काम गर्नु चाहिँ त्यो भन्दा अरू विकल्पहरूको खोजी गर्नु चाहिँ निपुण शासन इफिसिएन्ट गभर्नेन्स हो। बसन्ती म्याडम सर यो क्वेशनले त तपाईको शासनको सिद्धान्तको आधारमा फरक छुट्याउनु सिद्धान्त यही हो त। परिभाषा हो प्रतिफल पनि सिद्धान्तै हो प्रक्रिया पनि समय अरू पनि थप्नुहोस् न
है त। यी सबै सिद्धान्त त संवेदनशीलताको कुरो हो होइन र। यसरी चाहिँ हामीले हेर्नु पर्यो है। हस्, अब अर्को सुन्ता म्याडम के छ? सर मैले के भने यो प्रभावकारी शासन भनेको कार्यविधि र प्रक्रियाको उद्देश्यलाई जोड दिने हो कि हो कार्यविधि प्रक्रियामा चाहिँ उद्देश्य एचिभ गर्ने प्रभावकारी शासन। प्रभावकारी हो। निपुण शासन भनेको चाहिँ जसरी हुन्छ रिजल्ट ओरिएन्टेड हुने। बस रिजल्ट नतिजा राम्रो ल्याउनलाई गरिने चाहिँ निपुण शासन हो सर। अब हामीले यहाँनिर के भन्नु पर्यो, यो एनपिएम तिर गएको कुरो हो। एनपिएम तिर गएको यो चाहिँ के हो त भन्दाखेरि गभर्नेन्स अलिकति प्रोसेस ओरिएन्टेड गभर्नेन्स तिर गएको कुरो है त। अब धेरैजनाको हात उठेको छ, हात उठेको जति बोल्नुहोस् त, मैले छोड्दिएँ ल। अस्ति पनि भइसकेको छ तर यहाँ फेरि आयो किन भन्दाखेरि रिकल पनि होस् भनेर हो। क्वेसन पढ्नुहोस् त, पढ्नु न। विश्वमा प्रचलित मुख्य शासन प्रणालीको संक्षिप्त परिचय दिँदै संसदीय प्रणाली र राष्ट्रपतीय प्रणालीका मुख्य मुख्य विशेषता र भिन्नता फेलाउनुहोस्। विश्वमा हाम्रा प्रचलित शासनहरू के हुन्? के हुन्? लोकतान्त्रिक सरकार, संसदीय सरकार, राष्ट्रपतीय सरकार, अध्यक्षात्मक सरकार, अध्यक्षात्मक। अब त्यो तपाईको नोटमा पनि आइसकेको छ। यहाँ मैले थोरै भने लोकतन्त्र हो, लोकतन्त्र हो है हाम्रो सबै ठाउँमा। यहाँ दुई खालका लोकतन्त्र छन्, एउटा डाइरेक्ट अनि एउटा इन्डाइरेक्ट। डाइरेक्ट कम ठाउँमा छ, स्विजरल्यान्ड ठाउँमा। इन्डाइरेक्ट लोकतन्त्र हो नेपाल, भारत, अमेरिका सबैतिर। अर्को गणतन्त्र हो, अघि सोध्नुभएको थियो नि एकजनाले। राष्ट्र प्रमुख, राष्ट्रपति, जनता वा तिनका प्रतिले चयन गरेको शासन प्रणाली हो यो गणतन्त्र भनेको। राष्ट्र प्रमुख, राष्ट्रपति, जनता र तिनका प्रतिले, जनताले आफैले छान्ने शासन प्रणाली हो। नेपाल, अमेरिका जस्ता देशमा यही छ अहिले, गणतन्त्र छ। त्यसो भए अर्को राजतन्त्र, राज्यको प्रमुख राजा वा रानी हुने शासन प्रणाली हो यो। राजा वा रानी हुने शासन। संविधान त राजा रानीको भूमिका सांकेतिक हुन्छ र संसद शासन गरिन्छ। यो चाहिँ राजतन्त्रात्मक शासन प्रणाली हो, जहाँ अब हामीले हिजो खोजेको हाम्रो शासन प्रणाली कुन रहेछ? कुन रहेछ भन्नु न? लोकतान्त्रिक हो के अरे राजतन्त्रात्मक हो कि गणतन्त्रात्मक हो? हिजोको भिडलाई कसरी व्याख्या गर्नुहुन्छ? राजतन्त्रात्मक। राजतन्त्रमा हो क्या सर? अब यस्तो हिजोको विषय त यस्तो विश्लेषण गर्नु न होइन, तपाईँ हामी डिस्कसन त गरिरहेको छौँ नि त। अब भएको पुनः मगाइले फेरि कमिसर कमान्डो गर्नु नभन्दै हुनुहुन्छ, ठिक छ है। अब भएको कुरो के हो भन्दाखेरि चाहिँ मैले च्याट बन्द गरेको छु ल एकछिन। गणतन्त्र भनेको जनताको छोराछोरी हेड अफ द स्टेटसँग बन्न पाउने शासन प्रणाली हो कि। अब राजतन्त्र भनेको त फरक विषय हो। तर हाम्रो के भन्दा लोकतन्त्रको सुन्दर पक्ष हो, त्यो भएर धेरै मान्छेहरूले भेट गर्ने, विरोध गर्न सक्ने पाए। अनि यो किन आयो त भन्दाखेरि चाहिँ हाम्रो लोकतन्त्रको प्रतिफल तलसम्म लान सकिएन, डिपिनिङ डेमोक्रेसी गर्न सकिएन। त्यसपछि मान्छेहरूलाई चाहिँ फेरि त्यससँग सन्तुष्ट रहेन। त्यसो भए हाम्रो चाहिँ